जय मसीह हजुर सबैजनालाई ग्रेस अफ गड च्यानलमा यहाँहरूलाई स्वागत छ। आज हामी हाम्रो इजिकियलको पुस्तकको अध्ययनमा छौँ। आज हामी इजिकियलको 2लाई पढेर सुन्नेछौँ। इजिकियलको 2मा यसरी लेखिएको छ, इजिकियललाई बोलावट भएको। उहाँले मलाई भन्नुभयो, हे मानिसको छोरो, खडा हो र म तसित कुरा गर्नेछु। जब उहाँ मसित बोल्नुभयो तब उहाँका आत्मा म कहाँ आएर मलाई उभ्याउनु भयो अनि उहाँले मसित कुरा गर्नुभएको मैले सुने। उहाँले भन्नुभयो, हे मानिसको छोरो, म तँलाई इजरायली जाति कहाँ पठाउँदैछु, एउटा बागी जाति कहाँ जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता पुर्खाहरू पनि आजको दिनसम्म मेरो विरुद्धमा बागी भएका छन्। ती मानिसहरू जसका म तँलाई पठाउँदैछु तिनीहरू निर्लज र अटेरी भएका छन्। तैले तिनीहरूलाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, अनि तिनीहरूले सुनुन् अथवा सुन्नलाई अस्वीकार गरून्, किनकि तिनीहरू बागी घरानाका हुन्। तिनीहरूले आफ्ना बीचमा एउटा अगमवक्ता त रहेछन् भन्ने कुरा जान्नेछन्। अनि त चाहिँ हे मानिसको छोरो, तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा चारैतिर सिउँडी र काँडा भए अथवा त बिच्छीहरूका बीचमा बसे तापनि त नडरा। तिनीहरूले जे भने पनि नडरा अथवा तिनीहरूदेखि भयभीत नहो। यद्यपि तिनीहरू त बागी सन्तान हुन्। तैले तिनीहरूसित मेरो वचन बोल, चाहे तिनीहरूले सुनुन् चाहे नसुनुन्, किनभने तिनीहरू बागी हुन्। तर तैले चाहिँ हे मानिसको छोरो, म तँलाई जे भन्छु त्यो कुरा ध्यानसित सुन। त्यो बागी घराना चाहिँ त बागी नहो। तेरो मुख खोल र म जे दिन्छु त्यो खा। तब मैले हेरेँ र एउटा हात मतिर पसारेको मैले देखेँ। त्यसमा एउटा मुठो थियो जो उहाँले मेरो सामु खोलेर फिजाइदिनु भयो। त्यसका अगाडि र पछाडि दुवैतिर शोक र विलाप र विपत्तिका कुरा लेखिएका थिए। आमेन।